हेलो हाई सम्पूर्णलाई नमस्ते फेरि पनि अनि हजुरहरूलाई हाम्रो नयाँ भिडियोमा स्वागत छ। अनि आज चाहिँ फेरि हामीले नयाँ मुकबाङ भिडियो लिएर आइसकेका छौँ। आज चाहिँ मुकबाङ भिडियोमा बुढाको साथ आएको छु। आज चाहिँ यो अलिक छुट्टै खालको मोमो हो, रेड मोमो हो। यो चाहिँ चुकन्दर र अनि चुकन्दरको रस निकालेर अनि बनाएको रेड मोमो हो, घरमै बनाएको। सो आज हामी चाहिँ छिटो छिटो खाने छौं अनि तपाईहरुले नि हेरेर इन्जोय गर्दिनु होला भन्दै हामी चाहिँ सुरु गर्ने छौं। नमस्ते दिया माइक चाहिँ सुनेछ कि सुने हैन। ल सुरु गरौँ ल। म त हातले दिन्छु। हो त्यही पस्यो खाए ल सँगै फर्स्ट बाइट दामी बेटा भएको छ। अलिकति चिसो चाहिँ भयो। हो है फेरि चटनी खानुहुन्न ल। माइक चाहिँ एकजनाले राख्ने हो कि कपालमा भन्दा म त करेन्ट खाएँ। के हो मन ढाउने कोटाले दामी आज आफ्नै मेहनतले बनाएको है। यो चाहिँ के अरे पोर्क मोमो है, पोर्क। मिठो हुँदैछ क्या। एकैचोटि गममा खाऊ न कस्तो होला। नयाँ स्टाइल हान्छु कि आफूलाई यसरी घुसार्छु है। अनि यसको टेस्ट लिन चाहन्छु कि म चाहिँ। यस्तो नाघाउन्दै मुझे घर एकदम जुसी टाइप को। अच्छा नखा भन्छ त म त। मन खाने थियो उता उता जान भिडियो त देखिन्छ। करेन्ट त छुटाउनै भएन। पर करेन्ट नखानु हुँदो रहेछ क्या मोमोमा चाहिँ। फेरि पसिना आउन लाग्यो क्या।
करेन्ट खाएपछि त त्यस्तै करेन्टै दिन्छ फेरि करेन्ट हो कि चटनी हो उसले मोमो चाहिँ डेन्जर ठुलो हो खासै रातो चाहिँ देख्दैन त त्यो मोमो मजा दियो क्यामेरा सेटअप गर्दा हल्का त्यसो भए चाहिँ केही छैन लेमन ज्यादा लेमन अंडा कस्तो हुन्छ ट्राई गर्नु पर्यो Jangan pakai pakai यस्तै मजा पसिना पनि अति आउने क्या किनभने त्यसको कस्तो हुन्छ त्यसको हातमै राख्नु छ आपको शादी देख जो मत से कहाँ रहा ला मोमो ध्यान दो ना हो इसको बना इसको बना Dame. Vamos hantu. उहाँहरु चाहिँ मुखबाङ गर्न भन्दा अगाडि नै पहिल्यै दबाई सकेको हुन्छ नि त्यही भएर
पोर्क मोमो त धेरै खान नसकेदो रहेछ साथीहरू। खानु न हौ ले खाँदैछु। अब चाहिँ धेरै नै हुन आँटिसकेछ। अगाइसक्यो क्या अब त म त पसिनाले खान दिन्न। पसिना पुस्ता पुस्ता हैरान म त। खानु न हौ। यत्रो भइसक्यो तिमी त 10 पिस छ नि त अझै। खानै नसक्ने मान्छेहरूलाई त अरे अब इन्भाइट छ होइन। इन्भाइट छ मेरो मुखमा। करेन्ट चाहिँ फेरि पसिना आउन्जेलसम्म हो। त्यो भने हाल्ने नि त। क्यामेरातिर नि हेर्नुहोस् न हौ। कति गाह्रो भयो कि म भ्याउन घट्दै घट्दैन। भ्याउन होइन सकाउन। सकेन खान। करेन्ट चाहिँ फाल्नु हुन्न रे। एकदम मटमटायो। त्यत्रो यत्रो ठुल्ठुलो यो सानो देखिन्छ होला तर यो एकदम ठुल्ठुलो छ क्या साथीहरू। मलाई चिसो नि भइसक्यो। फ्राई गरेर खानु। म खाँदै पसिना खानु दिएन क्या। खै क्यामेरामा एकचोटि नै हेर्नु क्या। चल्न लगाएर ल साथीहरू अब आजको भिडियोमा चाहिँ यो पोर्क मोमो चाहिँ मैले आफैले बनाएको। यो एकदम लोकल पोर्क हो। अनि त्यसपछि चाहिँ अनि घरमा आएर चाहिँ पुरै आफै यो खानेकुराहरू चाहिँ सबै यो खानेकुरा त के खानेकुरा यो करेन्ट बनाउन त के टाइम लाग्छ र यो मोमो बनाउन त टाइम लाग्छ नि त एक्लैले। यो सबै यो चटनी सटनी अनि यो मोमोहरू सबै आफ्नै हातले बनाएको। एकदम मिठो पनि भएछ तर अलिकति भित्र चाहिँ बोसो धेरै भएको कारणले गर्दा चाहिँ मोमो यति ठुल्ठुलो छ है। धेरै खान सक्दैन। म त नखाने।
यसलाई खान चाहिँ सकेन। अनि अब यसलाई चाहिँ भोलि फेरि फ्राई गरेर खानुपर्ने हुन्छ। सो आजको हाम्रो भिडियो चाहिँ अब यति नै हुनेछ। अनि हामी चाहिँ अब फेरि अर्कोचोटि चाहिँ नयाँ खतरा भिडियो लिएर आउनेछौँ। सबैजनाले माया गरिदिनु होला भन्दै नमस्ते गर्छु। अनि आजको हाम्रो भिडियो चाहिँ यतिमै इन गर्न चाहन्छु। सबैजनाले अनि साथ सपोर्ट दिनु होला अनि सबैजनाले लाइक सेयर सब्सक्राइब पनि हानिदिनु होला भन्दै आजको लागि चाहिँ यति नै। बाई बाई। बाई बाई।